everyone, welcome to my YouTube channel. सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि ठिक नै छु। र आज म तपाईहरुलाई लिएर जाँदैछु वाटरफल इको भिलेज। माछाको लागि चाहिँ एकदम फेमस ठाउँ हो। आज वेदर राम्रो छैन, पानी पल जस्तो भइरहेको छ। पानी नपरोस् भनेको खै के हुन्छ है। र आज हामी पुरा फ्यामिली नै हिँडिरहेको छौँ, देख्न सक्नुहुनेछ। अनि यस्तो राम्रो हरियाली हजुरहरूले हेर्नु होला। कुनै ठाउँमा चाहिँ बाटो नराम्रो थियो, यस्तै हो बर्खामा अब। यो माछा खान जाने ठाउँलाई चाहिँ भुचिङ खोला भनिन्छ। यहाँदेखि चाहिँ बाटो एकदम राम्रो थियो, बिच बाटो। अब हामी चाहिँ मेन रोडदेखि चाहिँ भित्र छिर्यौँ। भित्र बाटो चाहिँ यस्तै थियो, गद्राङ उफ्रिँदै पुगे हामी र यहाँ आइपुगेपछि चाहिँ दुईवटा बाटो छ। गण्डकी टुर फार्म जाने चाहिँ यो बाटो भयो। अब हामी चाहिँ वाटरफल इको भिलेज जाने हो, त्यही भएर हामी यो पुल क्रस गरेर चाहिँ पारि जानुपर्ने छ। धान्छ र यो पुलले एडभेन्चर। Oh my god. गण्डकी ट्रक फार्म चाहिँ म पहिल्यै दुईचोटि गइसकेको भएर चाहिँ यो इको भिलेज चाहिँ मेरो फर्स्ट टाइम हो, त्यही भएर हामीले चाहिँ यता चुज गरेको हो। र हजुरहरूलाई नि देखाउँछु इको भिलेज कस्तो छ भनेर हेर्दै गर्नु होला, साथ दिइराख्नु होला। अब हामी चाहिँ नजिक आइपुगेको छौँ। के नै हो रातो सानो देखिरहेको। र अब हामी फाइनली यहाँ आइपुग्यो बस स्टेसन। यहाँ चाहिँ पार्किङ स्टेसन। अनि अब हामी यहाँ बस पार्क गरेर चाहिँ माथि लाग्छौँ। टिकट देखाउनु पर्छ, उहाँले टिकट देखाउनु पर्छ नि त, त्यही भएर हो कि। ल टिकट राख्नु, 1000 रुपियाँ दिनु, राख्नु त्यहीँ झोला राख्नु, पछि खोज्छकै काउन्टरमा त्यो दिनु होला। अहिले म छु इको भिलेजमा। यो पछाडि देख्न सक्नुहुनेछ हजुरहरूले, यो राम्रो दृश्य। र आज म छु चाइनिज ड्रेसमा। सबैजना फ्यामिलीहरू चाहिँ गइसक्नु भयो अगाडि, अब म चाहिँ जाँदैछु। अनि मेरो पछाडि नै यस्तो मजाको झरनाहरू चाहिँ बगिरहेको छ। यस्तो छ बाटो। वाटरफल इको भिलेज।
पानीभित्र चाहिँ यस्तो रहेछ। पुरा टक्क बसेर चाहिँ पुरा झरनाको भ्यू हेर्दै खान सक्नुहुनेछ। दामी। हलमा चाहिँ यस्तो रहेछ। कत्रो कुरो यही राख्दिनँ नभए थप्दै गर्छ यो हामीले त्यो जति अर्डर गरेछ त्यति हजुर यहीँ राख्दिनँ। यसो काम गर्दै अझै मोजै हल्का यसो यता हिँड्नु पर्यो, खाना खाएर डुम्म पर्यो। अब के हो यो? पानी परेछ त्यही पनि साथीहरू हजुरहरूलाई चाहिँ म अब माथि माथि लिएर जाँदैछु। म चाहिँ पुरा यस्तो पारामा हिँड्दैछु। अब हामी यता लाग्छौँ। त्यसका बाजे अनि यता चाहिँ यस्तो देखिन्छ। यता चाहिँ ट्राउट माछा पाल्ने ठाउँ। अब हामी त्यतै जाँदैछौँ। जुगा त आउन नि। अरे जुगा आयो भने मेरो मिनी हार्ट एट्याक आउँछ नि फेरि। ओके यो हो सिस्नो। मैले यो चिने कतिको चिप्लो छ है फेरि चिप्लेर। वाउ यो ट्राउट माछा चाहिँ यहाँ हामीले मारेर चाहिँ बनाएर खान नि मिल्छ। र यसलाई चाहिँ मारेर कति किलो हुन्छ त्यही अनुसार पेमेन्ट गरेर घर लैजान पनि सक्नुहुनेछ।
अब म फर्किँदैछु पानी परेर कस्तो रिस उठ्दो भएको कि ब्याग पनि कता गयो फोटो खिच्ने भनेर आमे अब हामी जाँदैछौँ फर्किँदैछौँ हामी चाहिँ फ्यामिली धेरै भएर चाहिँ पुरा बस नै रिजर्भ गरेर आएको हो अब हामी बसमा लाग्छौँ अब हामी लाग्यो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो साथ सपोर्टको लागि धेरै धेरै धन्यवाद फेरि भेटौँला साथीहरू बाई बाई